सन्तानेश्वर महादेवको कैलाश पर्वत स्थानमा गइरहेछौँ हामी। वरिपरि हरियाली जङ्गल, अग्लो डाँडामाथि अवस्थित सन्तानेश्वर महादेवको यो कैलाश पर्वत भनेर चिनिने ढुङ्गै ढुङ्गा भनौँ अथवा मूर्तिहरूको यो ठाउँ, यो पाइता बनाएको छ, यो सिडी बनाएको छ जाने। अनि सबैमा शिव भगवानको स्वरूपको रूपमा मानेर कैलाश पर्वत भनेर चिनाइएको ठाउँ। यहाँ गएपछि कैलाश पर्वत नै गएको जस्तो अनुभव हुन्छ। हेर्दै आनन्द आउने मनमोहक ठाउँ। वरिपरि हरियो जङ्गल अनि सबैमा त्रिशूलहरू बनाएको छ। यो सब शिवको स्वरूपको रूपमा कैलाश पर्वत भनेर चिनाइएको छ।